नमस्कार, बाबेजाला.com प्रस्तुतिमा स्वागत छ। आज फूलपाती दशैंको 7औं दिन। फूलपातीको सबैलाई शुभकामना। दोलखामा 3 डोली सहित फूलपाती, तलेजु भगवतीमा भित्रै राजकीय सम्मान सहित अर्पण। नाट्य स्वर सलामी अर्पण। आज दशैंको 7औं दिन फूलपाती। देशभरि जस्तै दोलखामा पनि फूलपाती भित्र्याउने परम्परा रहे पनि यस वर्षको फूलपाती भने विशेष रहेको छ। राजकीय सम्मानका साथ करिब 200 वर्षपछि पुनः सुरु भएको यो संस्कार नेपाली सेनासहित भव्य तामझामका साथ सम्पन्न भएको छ। नेपाल एकीकरण पूर्व दोलखा स्वतन्त्र राज्य थियो। राजकुलबाट राज्य निर्माताको प्रमुखहरू, मन्त्रीहरू, हरेक तहका अधिकारीहरू र स्वयं राजाबाट नै फूलपाती भित्र्याइने गरिन्थ्यो। राजकुलबाट दोलखा भीमेश्वर मन्दिरमा फूलपाती ल्याएर स्थापना गर्ने परम्परा सदियौंसम्म चल्यो। तर राज्य एकीकरणपछि नेपाली सेनाको क्याम्प रामेछाप सारिएसँगै यो परम्परा रोकियो। 200-300 वर्षदेखि हराएको यो संस्कृतिलाई यस वर्ष पुनः जीवित पार्ने निर्णय भएको थियो।
यसअघि फुलपाती भन्न साथ टोल टोलका समूहले रागो काटेर मासु बाँड्ने, परिवारजन घर फर्कने र साँझमा पालो परेका गुठियारले विधि मात्र चलाउने परम्परा चल्दै आएको थियो। तर यस वर्ष दोलखामा भने फरक दृश्य देखियो। आज बिहानको तय साइत अनुसार तलेजु राजकुलबाट नेपाली सेनाको गरुड दल गनबाट र सशस्त्र प्रहरी बल चर्कोटबाट 3 ठाउँका 3वटा डोली लिएर फुलपाती दोलखा भीमेश्वर मन्दिरमा लिन आइयो। भीमेश्वर गुठीको पालो अनुसार ड्वाक्से खलकले बाजा गाजा सहित फुलपाती भित्राए भने नेपाली सेना र सशस्त्र प्रहरी बलले भने बेन बाजा सहित उपस्थित भई राजकीय सम्मानका साथ पूजापाठ गरे। तलेजु भगवतीमा फुलपाती अर्पण गरी सलामी र तोप सहित यो ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। भीमेश्वर नगरपालिका ओराराम 2 का वडा अध्यक्ष स्टालिन श्रेष्ठको विशेष पहल दोलखाको पुरानो एउटा राजाले राज्य गरेको एउटा यो जुन दोलखा बजार पुरानो बजार, यसमा चाहिँ राजाकै पालोदेखि नै हाम्रो यो भीमेश्वर तलेजु भगवानीबाट चाहिँ भीमेश्वर मन्दिरमा निमन्त्रणा गरेर भीमेश्वर मन्दिरबाट डोलीमा हाम्रो चाहिँ त्यहाँ पूजाआजा विधिवत ढङ्गले पूजा गरिसकेपछि बोकाको बलि दिइसकेपछि डोलीमा हामीले फुलपाती भित्राउने यो तलेजु भवनमा भित्राउने चलन थियो। विशेष गरी यसपालि चाहिँ एउटा इतिहासलाई नै एउटा हामीले चाहिँ एउटा पहिचान दिने एउटा काम भयो। त्यसमा चाहिँ हाम्रो नेपाली सेना गरुड दलबाट चाहिँ कर्साब लगायतका टोली, सलामी टोली, बाजागाजा, बेन बाजा र उहाँले पनि विभिन्न शक्तिपीठबाट चाहिँ परिक्रमा गरी पूजाआजा गरी यो जुन फुलपाती भित्राउनु पर्ने र यसपालिबाट चाहिँ हामी दोलखाबाट चाहिँ शक्तिपीठबाट चाहिँ हामीले सबै भित्राउनु पर्छ भन्ने मान्यता दिएर उहाँले चाहिँ बेन बाजा सलामी सहित यहाँ आएर हामीले भीमेश्वर मन्दिरबाट अनि डोलीमा यहाँ हामी तलेजु भवानी आयौँ। तलेजु भवानीबाट सेनाले पनि आफ्नो ब्यारेकमा चाहिँ कोतमा चाहिँ यहाँबाट लगेको फुलपाती भित्राउने कार्यक्रम भयो। यसको लागि हाम्रा सेना प्रमुख लगायत सम्पूर्ण सेना प्रहरी देशबाट दुईजनाको उपस्थिति सशस्त्र प्रहरी नेपाल प्रहरी उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु र सम्पूर्ण देशवासी हाम्रा वडावासी जिल्लावासी देशवासीलाई चाहिँ यो आउँदै गरेको 2082 सालको चाहिँ जुन आज हामीले फुलपाती भित्रायौँ यसको चाहिँ शुभकामना चाहिँ दिन चाहन्छु र विशेष गरी आज चाहिँ यो नयाँ इतिहास रचेको छौँ यसको लागि सम्पूर्ण दोलखावासीलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू अङ्कल। भीमेश्वर गुठी व्यवस्थापन समिति र नेपाली सेना गरुड दल गनको सक्रिय भूमिकामा 100औं वर्षदेखि रोकिएको यो पुण्य कार्य आजदेखि पुनः सुरु भएको छ। विशिष्ट अतिथि, सुरक्षा निकायका प्रमुख र स्थानीयहरूको उपस्थित बीच सम्पन्न फुलपाती भित्राउने यो कार्यक्रम दोलखाको संस्कृति, गौरव र इतिहासलाई पुनः जीवित पार्ने ऐतिहासिक क्षण बनेको छ। बापिजाला.com को लागि अजय प्रधान, दोलखा।